सम्पूर्णलाई नमस्ते, स्वागत छ हाम्रो च्यानल जिक्रोमा। आज चाहिँ हामी कुरा गर्दैछौँ जापानिज हलुवावेदको बारेमा। यो चाहिँ जापानको एक नेसनल फ्रुट पनि हो अनि पछिल्लो समय नेपालमा पनि यसको खेती चाहिँ बढ्दै गइरहेको छ। अनि हाम्रो स्थानीय स्तरमा उत्पादन हुने हलुवावेद हाम्रो घर आँगनमा छेउमा हुने हलुवावेद भन्दा चाहिँ यसमा चाहिँ केही फरक गुणका कारणले यसको व्यावसायिक खेती गर्दाखेरि चाहिँ हामीलाई धेरै फाइदा हुन्छ हैन। अनि त्यसपछि यसलाई चाहिँ कसरी कल्टिभेसन, कतिको उचाइमा कल्टिभेसन गर्न सकिन्छ त भन्ने कुरा गर्दाखेरि यसलाई चाहिँ 1000 देखि 1500 मिटरको उचाइमा चाहिँ यसको खेती राम्रो हुन्छ। अनि नेपालमा पनि रामेछाप अनि स्याङ्जा, इलाम तथा सिन्धुपाल्चोकको विभिन्न क्षेत्रहरूमा चाहिँ यसको खेती भइरहेको छ। यसको बिरुवालाई चाहिँ हामीले पुस माघमा लगाइन्छ भनेदेखि 3 देखि 4 वर्षमा चाहिँ यसले उत्पादन दिन थाल्छ। यसले चाहिँ एउटा बोटबाट 40 देखि 50 किलोसम्म चाहिँ यसको उत्पादन दिन्छ। यो बोटले चाहिँ भनेदेखि यसमा चाहिँ ट्यानिनको मात्रा चाहिँ कम हुन्छ। त्यसकारणले चाहिँ हाम्रो जुन स्थानीय स्तरमा पाउने हलुवावेद अलिक टर्रो हुन्छ, अलिक पाकेपछि मात्रै खान मिल्छ। तर यसलाई चाहिँ हरियैमा खान मिल्छ किनभने यसमा चाहिँ ट्यानिनको मात्रा अलिक थोरै कम हुन्छ, जसले गर्दाखेरि चाहिँ यसमा चाहिँ मिठासको स्वाद चाहिँ अलिक बढी भेटिन्छ। साथै यसको फल चाहिँ जापानिज हलुवावेदको फल चाहिँ हाम्रो स्थानीय स्तरमा पाउने हलुवावेदको फलभन्दा थोरै ठुलो पनि हुन्छ। साथै यसको बोटको उचाइको कुरा गर्दाखेरि चाहिँ 7 देखि 8 मिटर अग्लो चाहिँ यसको बोट रहेको हुन्छ भने नेपाली बजारमा चाहिँ 300 देखि 400 सम्ममा चाहिँ यो फल बिक्ने गर्छ। अनि यसमा चाहिँ भिटामिन ए, सी, फाइबर र एन्टिअक्सिडेन्ट हुन्छ, जसले गर्दाखेरि चाहिँ पाचन प्रणाली राम्रो गर्न, छालालाई चम्किलो बनाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पनि यो फलको सेवनले चाहिँ निकै राम्रो भूमिका खेल्छ। अन्त्यमा स्वादमा निकै मिठो र नेपाली बजारमा यसको माग रहेको कारणले गर्दा नेपाली कृषि क्षेत्रमा यसको व्यावसायिक खेती गर्न सकियो भने अवश्य पनि हामीले राम्रो आम्दानी चाहिँ लिन सक्छौँ भन्दै यो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद।